एक दिएँ, दुई दिएँ, तीन दिएँ। यसपालिको भोट रासपालाई नै दिएँ। हजुर दर्शक नमस्कार, म श्यामलाल श्रेष्ठ, रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका चुचुरे 1 बाट चाहिँ यही सन्दर्भ आइरहँदाखेरि तपाईँहरूले फेरि सोच्नु होला कि रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका चुचुरे 1 का रासपाका झोलेहरूलाई देखेर श्याम श्रेष्ठले चाहिँ आज श्याम श्रेष्ठले चाहिँ भोट हाल्दैछ भनेर त्यो नसोच्नु। 35-36 वर्ष अगाडिदेखिको हाम्रो देश नेपाल लुटिरहेका छन् यी पुराना पार्टीहरूले। भाँचे कुचेका जे छन्, रयल पयल जे छन्, ती रयल पयल जे छन् रहेका यी रासपाले नि 5 वर्ष लुटुन्। मेरो आज 1 भोटले जित्छ भने जितुन्। फेरि पनि भन्नुपर्ने हो, 1 दिएँ, 2 दिएँ, 3 दिएँ। यसपालिको भोट चाहिँ रासपालाई नै दिएँ। मैले अघि नै भनिहालेँ, रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका चुचुरे 1 का रासपाका झोलेहरूलाई हेरेर होइन कि हिजोका हरेक कुराहरूमा चाहिँ, हरेक विचारहरूमा चाहिँ मलाई मन परेका रवि लामिछानेलाई हेरेर, मोहन दाई हो दादा रवि लामिछानेलाई हेरेर मैले 1 भोट दिएँ। 1 भोट होइन, 2 भोटै दिएँ। प्रत्यक्षमा पनि समानुपातिकमा पनि दिएँ। के गर्नु, मेरो अधिकारको कुरा हो। न त मलाई कसैले खानु दिएको छ, न त लाउनु दिएको छ, र मैले दिएँ ल, दिएँ, सके ल, सके।